एउटा कुरो देखाउँछु ल म। त्यहाँ पर देख्दै हुनुहुन्छ नि यहाँ पर यो चरो त्यहाँ बसेको आज 4 दिन भइसक्यो होइन। के भएछ त्यसलाई हेर्न जाउँ यता ल। यो धानबारीबाट जानुपर्छ, धानबारीबाट जानुपर्छ। यहाँ पानी रहेछ, त्यो पानी छ यहाँ। म पुग्न आँटेँ अब उडिहाल्ने हो कि म पुग्न चाहिँ आँटेँ होइन। त्यहाँ रिसाउ बसिरहेछ, उडेको चाहिँ छैन। बसन्ती के भयो तिमीलाई, के भयो, के छ त्यहाँ, के भयो, के भयो यसलाई? ए खुट्टो कसले बाँधिदिएको रहेछ नि त यहाँ। खुट्टो कसले खुट्टो बाँधेको छ यहाँ। अब यसले टोक्छ कि टोक्यो भने त तनाव हुन्छ। खुट्टो यहाँ देख्न सक्नुहुन्छ, खुट्टो बाँधेको छ। कसले बाँधिदियो खुट्टो, कसले बाँधिदियो खुट्टो तेरो, कसले? यसको खुट्टो बाँधेको रहेछ होइन। एकजना त सम्भवै छैन, भरे यति लामो चुचुरा ठ्वाक्कै पारेर ठुङ्गो भने त गाह्रो हुन्छ। त्यहाँबाट एक दुईजनालाई बोलाउनु पऱ्यो अनि खोलिदिनु पऱ्यो क्या। त्यो त 3-4 दिनबाट भयो यहीँ छ। के भयो जहिले हेर्छु यहीँ छ, के भएछ भनेर नि आज चाहिँ भ्याएर आएको। हेर्न बिचराको, हेर्नु न खुट्टो कसरी बाँधेको छ। पुरै खुट्टो चुडिन आँटेको छ। अनि पक पक म तँलाई खोलिदिन्छु ल, पक नाति ल। यसलाई उद्धार गरेको भिडियो चाहिँ अर्को पार्टमा हेर्नु होला है त। भिडियो लामो हुने भयो, त्यही भएर 2 पार्ट बनाएको। यसलाई अर्को भिडियोमा हेर्नु होला, यसलाई हामी कसरी उद्धार गर्छौँ है त। सबैजनाले हेर्नु होला, फलो लाइक कमेन्ट पनि गर्नु होला, सेयर गर्नु होला शब्द।